नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको कल्पना गरौं। झापाबाट चुनाव लडेका बालेन शाहले प्रतिनिधि सभा चुनाव जितेका छन्। त्यसमात्र होइन, उनी आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा 184 सीट जितेर 2/3 बहुमत हासिल गरेको छ। अब प्रश्न उठ्छ, के बालेन शाह अब सिधै नेपालको प्रधानमन्त्री बन्न सक्छन्? आजको भिडियोमा हामी बुझ्नेछौं संविधान अनुसार बालेन शाह प्रधानमन्त्री कसरी बन्छन्। तपाईहरू भने यस च्यानललाई सब्स्क्राइब र लाइक गर्दै गर्नुहोस् है। नेपालको संविधान अनुसार प्रधानमन्त्री बन्नका लागि सबैभन्दा पहिलो शर्त हो प्रतिनिधि सभाको सदस्य हुनु। बालेन शाहले झापाबाट चुनाव जितेका कारण उनी अब प्रतिनिधि सभा सदस्य बनेका छन्। नेपालको प्रतिनिधि सभामा जम्मा 275 सांसद हुन्छन्। सरकार बनाउन कम्तीमा 138 सांसदको समर्थन आवश्यक हुन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीले 184 सीट जितेको अवस्थामा उनीहरूको स्पष्ट 2/3 बहुमत हुन्छ। संसदीय दलको नेता प्रधानमन्त्री बन्न अर्को महत्वपूर्ण चरण हुन्छ पार्टीको संसदीय दलको नेता बन्नु। यदि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बालेन शाहलाई आफ्नो संसदीय दलको नेता चुन्छन् भने उनी स्वतः प्रधानमन्त्रीका प्रमुख दावेदार बन्छन्। नेपालमा प्राय संसदमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेता नै प्रधानमन्त्री बन्छ। राष्ट्रपतिद्वारा नियुक्ति। नेपालको संविधान अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिसँग हुन्छ। जब कुनै पार्टीसँग स्पष्ट बहुमत हुन्छ, राष्ट्रपतिले त्यस पार्टीका संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्छन्। त्यसैले यदि बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बने भने राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गर्न सक्छन्। विश्वासको मत। प्रधानमन्त्री बनेपछि पनि एउटा संवैधानिक प्रक्रिया बाँकी हुन्छ। प्रधानमन्त्रीले 30 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ। तर यहाँ एउटा महत्वपूर्ण कुरा छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग 184 सांसद छन् भने विश्वासको मत प्राप्त गर्नु लगभग निश्चित हुन्छ। यसरी बालेन शाहको सरकार संसदमा बलियो रूपमा स्थापित हुन्छ। 2/3 बहुमतको शक्ति। यदि कुनै पार्टीसँग 184 सीट अर्थात् 2/3 बहुमत हुन्छ भने त्यसले ठूलो राजनीतिक शक्ति प्राप्त गर्छ। उदाहरणका लागि संविधान संशोधन गर्न सक्ने, ठूला कानूनी सुधार गर्न सक्ने, स्थिर सरकार चलाउन सक्ने। यसले बालेन शाहको नेतृत्वमा नेपालको राजनीतिमा ठूलो परिवर्तन ल्याउन सक्छ। यसरी हेर्दा यदि बालेन शाह झापाबाट चुनाव जित्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीले 184 सीट जित्छ र उनी संसदीय दलको नेता बन्छन् भने नेपालको संविधान अनुसार बालेन शाह प्रधानमन्त्री बन्न सक्छन्। अब प्रश्न तपाईलाई, के बालेन शाहको नेतृत्वमा नेपालमा नयाँ राजनैतिक युग सुरु हुन सक्छ? तपाईको विचार कमेन्टमा लेख्नुहोस्।